यहाँहरू सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल फागुन महिनाको 27 गते यानी कि मङ्गलबारको दिन सदाकै समय यहाँहरू माझमा म आइपुगेँ। सुनको भाउ नियमित रूपमा मैले यहाँहरूलाई सहज होस् भन्ने हिसाबले पनि मैले राख्ने गरेको छु। यसैले गर्दाखेरि पनि व्यवसाय गर्दाखेरि पनि तपाईले समयमै भाउ प्राप्त गर्नुभयो भने पनि व्यवसाय गर्न पनि सहज भयो, उपभोक्तालाई खरिद गर्न पनि सहज भयो। ती माथि नेपाल अहिले सुनको भाउ समयमा आउँदैन, यानी कि यसैले गर्दाखेरि पनि मैले डिजिटल माध्यमको प्रयोग गरेर यहाँहरूलाई भरपूर समयमै भाउ दिने कोसिस गरेको मात्रै हो। मसँगको कुनै व्यवसाय स्वार्थ छँदै छैन। अहिले टिकटकमा सामाजिक सञ्जालमा सुनचाँदी व्यवसायहरूले व्यापक रूपमा देखिरहनु भएको छ। कसैले अफर, कसैले तपाईँको कसैले के म भन्न चाहन्न गरिरहनु भएको छ, तर त्यो होइन। तपाईँले उपभोक्तालाई र आम मानिस आम जनतालाई कसरी सेवा दिन सक्नुहुन्छ, तपाईँले कसरी आफूले आफ्नो सच्चा इमान्दार नागरिकको भूमिका निर्वाह गर्न सक्नुहुन्छ त्यो गर्नुस्, तर नचाहिँदो काम डिजिटल माध्यमबाट नगर्नुस्। त्यो तपाईँको लागि पनि घातक नै हुन जान्छ। यसैले गर्दाखेरि पनि मैले यहाँहरूलाई मात्र मेरो कन्काई ज्वेलरीको टिकटक पेज मार्फत यहाँहरूलाई मैले सुनको भाउ मात्रै राख्ने गरेको छु। आज सुनको भाउ 1,69,900 रुपियाँ रहेको छ भने चाँदीको 1,970 रुपियाँ रहेको छ। भाउमा 500 रुपियाँले घटेको छ हिजोभन्दा, र चाँदीमा सुनमा 500 रुपियाँले घटेको छ भने चाँदीमा मात्र 15 रुपियाँले घटेको छ। यो घट्नु र सुनमा बढ्नु यो सबै अन्तर्राष्ट्रिय अर्थतन्त्रकै प्रभाव हो। यसैले गर्दाखेरि पनि नेपालमा पनि कि घट्छ कि बढ्छ। र यहाँहरूलाई म के भन्छु, अहिले या हिजो बिल बेगरको चाहिँ एकदमै कारोबार गर्दै नगरौँ। र कुनै पनि व्यवसायले पसलमा कोही पनि शङ्का लागेको ग्राहक अथवा त्यस्ता खालका क्रियाकलाप हुँदैछन् भने पनि